अब हामी निस्किन लाग्यो है। अहिले चाहिँ रातको 4 बजे होला सायद। अब फ्लाइट 8 बजेको छ, त्यही भएर अलिक छिटो जानुपर्ने भएर गाइज है अब केही समयमा यहाँबाट निक्लिनुपर्छ। आज चाहिँ हामी मौला कालिका दर्शन गर्न जाँदैछौँ है साथीहरू है। आज चाहिँ फर्स्ट टाइम जाँदैछु है। कताबाट जाने के गर्ने के पनि थाहा छैन। अब हेर्दै जाउँ, बाटो सोध्दै जाने आज चाहिँ मौला कालिका। र हरियाली आज चाहिँ पानी परेन विशेष, यति कुरा चाहिँ खुसी लाग्नुपर्छ। नत्र भने यहाँ पानीले गर्दाखेरि यो बाटो पुरै फोहोर बनाएर साथीहरू है हिँडुल गर्नलाई एकदम अप्ठ्यारो परिरहेको थियो। अहिले चाहिँ ठिकै छ। ल गाइज हामी चाहिँ यस्तो बाटो हिँड्दैछु है अहिले चाहिँ। र अहिले चाहिँ हामी यो जङ्गलको एरिया आइपुगिसक्यो है। अब यहाँबाट हामी थोरै हिँडेपछि हाम्रो हाइवे आउँछ। त्यसपछि हाइवेबाट हामी चाहिँ अहिले भर्खर हाइवेमा आइपुगेछौँ। अब बसको वेटिङमा छु साथीहरू है। र अहिले चाहिँ यो म पुलचोकमा छु अहिले। र बिहानको टाइम छ, खासै गाडी त लागिरहेको छैन। अब गाडीको लागि वेटिङमा छु। मौल काली खोइ त्यो सोधेको थियो है। जाउँ त जाउँ। साथीहरू अहिले चाहिँ हामी म्याजिकमा छु है। यो पुलचोकमा आएर हामी म्याजिकमा चढेका छौँ सिधा आएर। मुगलिङदेखि आएको अहिले चाहिँ, र मुगलिङदेखि आएर पुलचोकमा झरेर अब म्याजिकमा चढ्दैछौँ मौला कालिका जानको लागि। अब मौला कालिका कहाँसम्म हो हामीलाई थाहा छैन है जाने बाटो। अब हेर्दै जाउँ कहाँसम्म पुगिन्छ। झन् आमा गयो त्योमा त्यता बारी हिँड्न अघि। फाइनली साथीहरू अहिले चाहिँ म यो गेट आएको छु है। अहिले चाहिँ अब यहाँबाट पुगिन्छ भनेको छ, हेरौँ। अब यहाँ चाहिँ यस्तो रहेछ दृश्य अवलोकन गर्दै हेर्दै जाउँ। अब साइडमा एउटा आउँदै गणेशको मन्दिर रहेछ साथीहरू है। यसमा चाहिँ गणेशको मन्दिर यो। अब यहाँबाट हामी फेरि माथितिर जाँदैछु। बाटो चाहिँ यो रहेछ। हामी पैदल यात्रा है मौला कालिका जानको लागि। केवल कारबाट जाने भए चाहिँ तपाईँको दुईजनाको 1400 अनि अटोमा गयो भने दुईजनाको 1000 भने दुईजनाको 1000 अटोमा गयो भने चाहिँ। ल हेर्नुहोस् है यहाँ गणेशको चित्र रहेछ साथीहरू है। यहाँ चाहिँ गणेश कुदेको। हामी चाहिँ अहिले यो सालघारी रहेछ है। उहाँ पुढीमा यस्तो जोड तोडले हिँडेको छ कि त्यहाँ उहाँ पुग्नलाई कुनै एक्सप्रेसनै छैन यहाँ भिडियोमा। बस उसलाई उहाँ कहिले पुग्ने र जग्गा नि त्यति मात्रै छ उसको ध्यान चाहिँ है। अनि खाने त्यसपछि खाने त्यति हो उसले जानेको चाहिँ, अरू केही छैन उसलाई। ल हेर्नुहोस् यहाँ हराभरा प्रकृतिलाई हेर्ने भन्ने बानी नै छैन। बिस्तारै माथि उक्लिँदैछ साथीहरू है। ग्याङ छ, हामी मात्र होइन कि मान्छेहरू अरू पनि हिँडेर जाँदो रहेछ। त्यही भएर हामी पनि ट्राई गरौँ भनेर है। बाटोमा चाहिँ धेरै आकृतिहरू कुदेको रहेछ है। यसमा चाहिँ कतै गणेश, कतै हात्ती, कतै के यस्तो आकृतिहरू चाहिँ देख्न पाइँदो रहेछ मौला कालिका जानुको लागि हिँड्दै जाँदा। ल हेर्नुहोस् है साथीहरू यो आकृतिहरू। ल हेर्नुहोस् साथीहरू यहाँ चाहिँ कछुवाको चित्र रहेछ यसमा चाहिँ। यहाँ बस्नको लागि यसो अनि चौतारा पनि गर्दा यहाँ पानी धाराको व्यवस्था रहेछ र यहाँ बस्नुको पाटी पौवा पनि राखेको छ। यहाँ चौतारा रहेछ
ल अब यहाँदेखि फेरि थोरै हामी माथि जानेछौँ। अहिले चाहिँ एकदम पसिना पनि बढिरहेछ, सास बढिरहेछ, पसिना आइरहेछ। ल साथीहरू, हामी यो एउटा बाबाको मन्दिर अनुहार जस्तो परेको ठाउँ पुग्यो। के भन्छ यसलाई है, यता चाहिँ बाँदरको जस्तै छ सेम है हेर्दाखेरि साथीहरू है। चिम्पान्जी नै हो कि के हो? ल हेर्नुहोस् है, चिम्पान्जी, उता तल बाबा के हो। यस्तो मूर्ति धेरै छ साथीहरू है। यहाँ माथि हिँड्ने क्रममा मैले यस्तो मूर्ति धेरै देखेँ। म केही मूर्तिहरू मात्रै यहाँ देखाइरहेको छु तपाईँहरूलाई। करिब 45 मिनट जति भयो होला हामी हिँडेको। अहिले यो महत बिसौरी भन्ने बरको रुख यो वरिपरि आएको छु। हेर्नु, यो बरको रुखमा आइपुगेको छु। महत बिसौरी भन्ने यो यहाँबाट बढी थोरै अब छ होला जस्तो लागिरहेछ मेरो विचारमा बाटो है। हेर्दाखेरि एकदम राम्रो छ। हेर्नुहोस् यहाँ बिसौरी, सानो साइडमा रेस्टुरेन्ट रहेछ है। यता जारी नै छ अझै पनि। ल हेर्न सक्नुहुन्छ। ल मन्दिर जाने बाटो आयो साथीहरू। अब यो चाहिँ केबल कार साथीहरू है, केबल कारबाट आउने एरिया हो। मौला कालिकाको यो बाटो। यहाँ चाहिँ छोटो एकदम सानो पसलहरू। हजुर छ दाजु लिएर आएको, त्यही भएर है। पूजा सामग्रीहरू राख्ने एरिया यसमा चाहिँ धेरै। हजुर लिएर आएको छ आमा। यहाँ चाहिँ पूजा सामग्रीहरू पाइँदो रहेछ साथीहरू। साथीहरू हामी चाहिँ अब मन्दिरको करिब नजिक आइसकेको छु। पुढीमा यता साइडमा चाहिँ मौला कालिका भगवती माताको दर्शन गर्न हामी चाहिँ एकदम आतुरमा छु अहिले। ल साथीहरू, हामी चाहिँ मन्दिर आइपुगे भर्खर। ल हेर्नुहोस्, मौला कालिकाको मन्दिरमा अहिले चाहिँ हामी थोरै रेस्ट गर्दैछौँ। यहाँ चाहिँ मन्दिरको वरिपरि थुप्रै चौताराहरू रहेछ, बर पिपल। यो चाहिँ स्वामी। साथीहरू 2 मिनट ब्रेक लिनु पऱ्यो है। हामी चाहिँ साह्रै गर्मी भयो, थाकेर आयो। यो चाहिँ बस्ने ठाउँमा एकछिन रेस्ट गर्दैछु अहिले चाहिँ। ल गणेशको मन्दिर, यहाँ पनि सिद्ध गणेशको मन्दिर यहाँ पनि रहेछ। गणेशको मन्दिर। ल साथीहरू, हामी चाहिँ यहाँ मेन मन्दिरमा आइसक्यो। अब पूजा गरेर सक्यो है। अर्को घाम छ, फोटो सेसन चलिरहेछ अहिले चाहिँ यहाँ। ल गाइस, अब बाई बाई। मौला कालिका मन्दिर दर्शन गरेर सकियो। अब चाहिँ हामी घरतिर जाने। अब बाई बाई मौला कालिका, बाई बाई। ल मेरो ब्याग लियो, ल जाउँ त। हाम्रो बन्दैन यहाँ, चिताउनुमा बन्दैन। सरै आइयो। ल पूर्णिमाको भेराइटी। हामी चाहिँ अब फर्केको है। अहिले चाहिँ अटो रिक्सामा छ। नारायणीको क्रस गरेर नारायणीको चिसो हावा। नारायणी पुल साथीहरू, यो चाहिँ हेर्नुहोस् है, नारायणी पुल।